समस्याको पर्खाल यसै टाल्दिन्छु यति भयो न समस्याको पर्खाल यसै टाल्दिन्छु यति भयो न दुःख कष्ट दूर फाल्दिन्छु यति भयो न बुहारी कस्ती आउली पढाइकी जागिर नसोध्नु न हौ एउटा परिवार त गफलारी पाल्दिन्छु यति भयो न बेलुका दिउँसोतिर यसो मोबाइल हेरेर रिल हेर्दाखेरि चाहिँ राम्रो गएको के कम्तीमा नै 20-30 हजार भ्युज गएको के अनि खुसी लाग्यो है अनि खुसी लाग्यो अनि ल कन्टिन्यू यसैलाई चाहिँ रुचाउने रहेछ है कन्टिन्यू गर्नुपर्ने रहेछ जस्तो लाग्यो है कहिलेकाहीँ चाहिँ मैले बेकारमा कुराहरू सेयर गरेछु यो चाहिँ मेरो चेन्ज गर्नुपर्ने बानी रहेछ त्यो कुराकानी सेयर गरिरहँदाखेरि पछि त्यही सेयर गरेको कुराले गर्दा आफूलाई यस्तो हट भएको त्यस्तो पनि छ धेरै छ धेरै एकदमै मैले विश्वास गरेर सुनाउँछु नि त कतिपय कुराहरू आफ्नो पर्सनल कुराहरू पनि होइन फेरि म कस्तो मेरो एउटा बानी लास्टै के खराब बानी के सुधार्नै सक्दिनँ कि होइन म अलिकति जो मान्छे नजिक हुन्छ होइन उसलाई चाहिँ सबै कुरा के ए टु जेड मैले सेयर गरेर हुन्छ कि आमा आमा आराम छौ के कस्तो छ आमा आमा आराम छौ के कस्तो छ सपनीमा आइरहन्छौ त कतै बिसन्चो भए जस्तो छ आमा आराम छौ के कस्तो छ तिमी एक्लै गयौ है बादल पारी हावाको देशमा खै देख्नै नमिल्ने शून्यता तिम्रो भेषमा तिम्रो शरीर जलिरहँदा तिमीसँगै मेरा सारा ममता जलेर गयो म मौन भए मुर्छा परे भुइँमा ढले तिम्रो प्रेम स्नेह हौसला हेर्दै हेर्दै जले म हेरिरहेँ आज मेरो अस्तित्व सब सकियो हेर्दा हेर्दै तिमी भुइँको धुलोसँग मिसिँदै गयौ 12-13 वर्ष कि होइन सानै अनि मान्छेहरू आउनुहुन्थ्यो पानी सानी खाना म चाहिँ ढोका लगाएर भित्र लुक्दिन्थेँ क्या लाजले सोझो एकदम लाज के पहिला चाहिँ अनि जिस्कायो भने मलाई केही चाहिँदैन म त्यत्तिकै रोइदिन्थेँ कि है कोहीले के भनेर जिस्काइदियो भने म त्यहीँ अगाडि रोइदिइहाल्ने हो कि त्यस्तो थिएँ क्या अनि बोल्नै नसक्ने मान्छेहरूको अगाडि होइन अनि त्यसपछि पानी माग्नुहुन्थ्यो म भित्र गएर ढोका लगाएर लुक्दिन्थेँ त्यस्तो थियो मेरो बानी